यता कराउनु हुन्छ अनि तिमीले कनाको भन्दा ठाउँ छ त अर्को मामा के यहाँ बिस्तारै देखाउनुपर्छ एकैचोटि देखाउन सकिँदैन नि त हाम्रो त झन् चल्दैन त सोल्दैन नि तपाईँको त पोस्ट हुन्छ कि हुँदैन कुरो पो छ होइन अगाडि त उहरू लगाइदिनु न अगाडि यता लगाइदिनु अनि सोल्दैन लगाइदिनु न यता लगाइदिनु पर्छ त अगाडि त्यसरी लगाइदिनु पर्छ नि त लाग्नु यता लगाइदिनु पर्छ अनि लगाइदिनु पर्छ होइन के हाम्रो चाहिँ त्यस्तो चलन छ नि भनेको ए भाउजू के बोल्यो कान्छा कान्छा किचन बन्द गरेको छैन गएर हेर त बियो त सार्नु हुँदैन तर एकचोटि राखेपछि म त वास्तै गरेको छु नि ए त्यसरी देखाइरहेको छ हाम्रो खुल्दैन यस्तै फेरि वाइफाई सकेको छ हाम्रो आज सकेको थियो पक्षपात गरिरहेछ नि टिकटकले पनि सोध्छु कसैको चलिरहेछ कसैको बिहान भइरहेछ सुबिसु सुबिसुको बन्द भयो वर्ल्डिङले बन्द गरिसक्यो होइन यो चाहिँ आफूले बन्द गरेको अब कति अहिले चलिरहेको छ तिनीहरूले बन्द गरेको छ ए त्यस्तो होइन यस्तो थियो सोल्थ्यो फेरि यो त्यस्तो भने होइन यहाँ बहिनी आएको छ नि त सुन्नु आएको थियो मेरो त्यतिकै बन्द भयो उसको चलिरहेको थियो के भएको थियो त्यही भएर क्या छक्कै परेको उसको मजाले चलिरहेको थियो त्यो भन्दा सबै बन्दै भएकै राम्रो त्यो भाइरल हुने पैसा कमाउनेहरू गर्नेहरूलाई चाहिँ गाह्रो हुन्छ गेम खेलेर पुरा बस्नेहरू चाहिँ अब के गर्दै होला है त्यही त अब रुडेछ होला हिजो बन्द हुनु आँटेको भनेर भन्दाखेरि एउटा त्यो फिरफिरे भन्छ नि त्यो एउटा बुढी त्यो लाइफमा आयो रुडे थियो अब मलाई कसले फिरफिरे आन्टी भन्छ भन्दै कता रुडे छैन के गर्नु बाबुले डिस्टर्ब गर्नु भिडियो आउनु पनि यता हेर्नु त फे कोही त यस्तो पो छ टिकटक बन्द गरेपछि फेसबुकमा लाइभ बसिरहेछ क्या कोही छोड्दैन लाइभ बस्नु त छोडेको छैन यस कसैले त्यस्तो पो राखेको छैन यसलाई यसलाई फलो गर्नु बिललाई फलो गर्नु मलाई राखिरहेछ फेसबुकमा के गर्छ मैले भने त जुन नेटवर्कहरूले बन्द गरेको छैन नि तिनीहरूको चलिरहेको छ क्या यो भनेको टिकटक आफै बन्द हुने अब आफ्नो हिजो त्यही त बन्द गरेर सबै बन्द हुन्छ नि अब कुन नेटवर्कहरूले ब्यान गरेको छैन अब एक हप्ताभित्र गराएन भने चाहिँ तिनीहरूले कारवाही गर्नु भइसक्यो
त्यसपछि बस्दै हो नेट अनुसार निमा हाम्रो त हिजो 3-4 घन्टा बन्द भयो नि सोल्टी दिउँसो त्यसपछि बेलुका कति 5 बजेतिर होला फेरि खोलियो अनि फेरि राति बन्द भयो फे हजुर भन्नु न के छ खबर भुन्टीको पालो नानीको पालो भइले हेट्टाउटा सम्नु बिछाउमा अब मन यहाँ होला हौ मेरो मन टिका लाग्दै छैन के भुइँ ए साँच्ची नि म चाहिँ देखिनु परेन हैन अरु म देखिनु पर्यो मिस्टेक भइसक्यो मेरो सोल्टिन त देखाउनु पर्यो यहाँ तल आएर यहीँ बसेर ल भएछ त यारे हाल्दिउँ मोटीले नै अनि गरी लाँदैछ अनि छेकी लग्दैछ अनि यो नि त पारा कान्छा किचन बन्द गरेको छ मम्मी बाँदर नदी पाखामा दाल छरेको छु नि बाँदरहरूले खाएर नहुने गए त हुन्थ्यो के गर्नु सिधा यसरी गो जस्तो बस्छ 1 बजे पिछ ज्ञानी भएर ल मोबाइल चार्ज लाउनु न इसा लो देखेको थिएँ अहिले एउटा चार्जरमा आज पनि कतिजनाको टिका चाहिँ क्लियर दाएन मैले टिका चाहिँ क्लियर दाएन के हो म त बाङ्गै म पनि बाङ्गै छु होला कि मलाई सबैले टिक्न खालि बाङ्गै मन लाग्यो त्यो बाङ त्यो नाच्ने बाङ यो ऊ के पो तपाईँहरू पनि लाउनु ल धेरै लाउनु न चुइके पनि आएको थियो छोरी फेरि चल्न थाल्यो तिम्रो पनि पाला आएको पालो आयो मेरो छोरी त नदेख्ने ठाउँतिर पो भएछ सिलिङ हालेको होइन म देखाउँछु यसरी गरेर अब एकैछिनपछि आउँछु नि है पैसा बुन्टीलाई यहाँ हालेको पैसा त अघि नै त्यसले हाल्यो लु अब यो भुइँ अलिक गराऊ अब भुन्टी सिलिङ भनेको यहाँ बुझ्दैन कि भुन्टीलाई फे धेरै धेरै हाल्नुहुन्छ सिलिङ भन्ने सिलिङ सिलिङ भनेको मलेसिया भाषामा मात्रै सिलिङ भन्छ क्या सिक्कालाई सिक्कालाई सिलिङ भन्छ क्या हामी सिलिङ भरेर माथितिर सिलिङ पो सम्झिन्छ यो माथिको सिलिङ पो सम्झिन्छ त सोल्टी होइन साँच्ची हो हो क्या फे यता हेर्नु छोरीलाई त अझै हालिदिनु मलाई थोरै भन्दै थियो कि खुसी हुन्छ हौ त्यो आफै लाउँदैछु पौडी खेला टिक्ला हात थाप्नु पौडी खेला त हात थापी गर्नु मोबाइल चार्ज लाउनु टिक्का इसु मेरो फोन ल्याउनु त शक्तिले दिखेलो नि बन्ने सोधेर थाहा हुन्छ र
एमडी बिएम थाहा छैन केटी केटी एमडीहरू अनि बिहे गरेर पनि अनि चेलीहरूकोमा जानु नदिने बुढी हुन्छ भर्खरै होला नि के को बिहे गर्छ ल ऊ काकालाई दिएछ त पुस्नै भन्ने दिजो त काका त्यहाँ राखोस् एकैछिन त्यसलाई असर जोड्दैछ सुपारी मार्दङ्की होला भनेको थिएँ तँलाई असर बन्द गरेको खोइ आइनमा मेसेन्जर र मुङ लगा ल्याउनु फोन वैसाइला नम्बर छ म्याडम मेसेन्जर र छ म्याडम बुझियो थाहा पाए ए तेरो यहाँ देखाउनु पर्दैन सबैलाई भनिराख्नुपर्छ त नि सुनेपछि थाहा पाएपछि चिया लु हो आमा निम्तो यो पालि यहाँ छ है भनेपछि सक्यो त नि त्यो मम्मीको यो लक खोल त सानी ओ हेलो त्यो लक खोल त त्यो नराम्रो राम्रो डिलिट गर न फुल भएर केही पनि मान्दैछ नि त यो बेला राम्रो देख्यो त नि जान त्यो हाम्रो नगर होइन मुस्कान देखाउँछ दिमागको सातै आउँला दिमागको सातै हेर त त्यहाँ फेरि हेर्नु त यसो गर्दै भने 2 गर्दै हुन्छ अब फो पनि गर्नु अर्को हातले पनि अर्को हात चाहिँ अँ यसो गर्दै हुन्छ खै त नि आमा कहाँ मामी बहिनी लाउदिनु भएको अब बहिनीको चाहिँ एकमाला युङ है पता नै कसको कहाँ त्यो एउटा चलाउनु छ त नि दुईटा छ त नि दुईटा थियो मैले उता लगाइ बाहिर लगाइदिएँ त्यहाँ फेरि मेरो पनि छ नि एउटा आउँदैन जस्तो लाग्यो मलाई मेरो विचारमा एक हप्तादेखि बिरामी भएर भाइरल ज्वरो आएर लडेको जस्तो छ के हिँड्न सक्ला त यहाँ तल छ त नि हौ फुलहरू के गर्नु आँटेको र त्यो अब के गर्नु माला छैन तपाईँलाई मालामा न नु फेरि माला लाउने पनि छ यो चाहिँ माला युङ यो यसरी दिने खोइ माला एकटै मात्रै हो यहाँ खाँदै गाडीले लाइन भयो यो त होइन होला त्यो चाहिँ यहाँनिर त्यही दिन नभए त्यो छोटो छ नि यो त्यसमै यहाँ हुनु साथी दाजुले उता मामाको होइन यहाँ दादाको खाएर दाजु पसिना एकछिन लु यो हिँड्ने यहाँ सोध्न नि फेरि खाराङ भएछ इसा यता आऊ शक्ति भाइ त सुतिराखेको जस्तो सोच्यो मिठो खेल जान त एकछिन हान्दै मलाई बिमारी नै भए पनि अब यस्तो अवस्था छ भने यो हो नि त बस है भाउजूको भन्दा भइहाल्छ त म बिरामी भए आउनु सक्नु है तिम्रो त्यसो गर्दा नचल न भनेको क्या अरे बाबुले मलाई डिस्टर्ब नगर न सानी अघि नै साथी यस्तो भनिरहेको थियो मेरो कुर्ता फोहोर भयो म नलाउने यो अर्को लाउने भन्दै थियो के गर्या आउनु भयो फुफू भन्नु जाइसक्यो फेरि हजुर लु तिम्रो लुगाको कलरै नै छ सेम टु सेम अब के गर्नु भयो कि गर्नै हो भिडियो 15-14 मिनट भयो अब 20 मिनट जस्तो जान्छ हुन्छ त अब एउटा माला लगाएर यस्तो सक्दिनँ बाल पराएर कान नसिल माल नभए टिका लगाइदिएर पहिला के अरे यो भाउजूको बसा चाहिँ खरो छ
यता कि यताबाट अब त सोल्टी उठ्नु भएको छ यो तरिकाले भिडियो बनाऊँ सोल्टी काटी जानुहुनेछ यसरी गरौँ भाउजू काटी जाँदैछ म गएँ है त्यसो बाहिर अब सुके बस एकछिन यहाँ सकेपछि लगाइदिन्छ इसालाई अब म फेरि आएँ है बस्नु भयो डल्लै मेट्नु न सोल्टी आम खुसा भन्नुहुँदैछ अब यतिकै चुप्पै बोला बरु ग्यासमा एकदिन डाँडै अब गरे चुप्ता हेलो लगाइसकेको कति ल्याउने हो मुना मान्टानी पर नि आइन्का छैन आएको जिलजिले ल के गर्यो त सेम टु सेम कलर भन्दैछ नि किन हौ ओको छैन ओको चलन चाहिँ मामुलो यहाँ नखेलौँ खुट्टामा हेर्नुहोस् कति नमिठो गरी भिडियो बनाएर हेर्नु है मलाई अघि त भन्दै थियो कुर्ता फोहोर भयो दिएमा म त अर्को लाउने भन्दै थियो लुगा खोल्नु मिल्दैन लुगा खोल्यो भने त नि के लाग्छ लुगा खोल्यो भने त नि आज त माथिबाट मान्छेमा टिका बसियो इसा फेरि फर्केमा अगाडि लगाइसकेको माथिलाई हामी पछाडि त बाटो बाटोमा आम्मै खाइदिएको पुपु भन्नु त जुस खाएको हजुर म भिडियो बनाएको 7वटा फ्लेभर हजुर तर मिठो हुँदैन तितो तितो टाइपको हुन्छ भित्र चाहिँ गुरगुर हुन्छ के चाहिँ यो जुस मजाले खाइरहेछ नि अन्त मन नै पर्दैन अनि यसरी अर्कोसँग किन खाएको गुरगुर होइन होला होइन छातीमा त छन् किन त्यस्तो फेरि अन्त सबै लाउनु परेन दिनदिनै लाउने भयो त कति वर्षपछि लगाइदिन्छ होइन है तिमीले नबोल है त्यो लाग्नु छैन फोन नम्बर मागेको थियो सुन्थ्यो क्या त
Nanti macam ni, kau cuma cuma melihat daya kan, kalau dia udah salah. No. Lu. Tiu खेलाउना हजुर देमाले Wifi je kan. नचलाउ न सानी Yufi, इसा नचलाउ न छोरी malai nacine kau ya. तिमी किन चलाएको मलाई Lokal dah cinta. छोरी यता हेर त यता हेर Lokal न dah cinta no. नानी देवालाई सेवा गर डक्टर हो सेवा गर्ने ल ल हात चाहिँ अम्ला चाहिँ कसरी गर्नु भएको मैले Bauju. उसो Halo? मेरो टर्न आयो अब ल भाउजू ल्याइदिन्छ मेरो कपाल त्यस्तो नगर न सानी ल मेरो सोल्टिनले चाहिँ मजाले देखाउनु पर्यो यहाँ अहिले फेरि माग्नु Ini juga sayang. हेलो होइन देखिरहेछ राम्रोसँग सोल्टी अरूलाई पनि हाँ तँ मिहिनेत गरेको छु यहाँ नि आए वाला चिंगा मा सक्ति फोन मुकिन भएन न छोरी उड्नु हाँ छोरी उड्नु ल आए वाला चिंगा यता बस है भनेको बस एकैछिनपछि भने छोरी 20 होइन 21 पुगिसक्यो है छोरी खै पुग्छ अब 30 नै पुग्छ अब यो मेरो हात रक्सी खाने मान्छे जस्तो काम छ त काम छ त त्यस्तो मेरो जाउँ त लाउनु Biar ni ठाडो घाटी ल्याएर आउनु कि हाँ हाँ वाइट मा चिंगा म सक्तिले फोन मुकिन उग्ने भएन मुसलमान भाइ मलाई आम नम्बर कुन गर्छ फोन नम्बर वाला भर्खर डाँडा गएला म क्या भाँडाकुटी खेल्नु ने हामी खेलौँ ल हामी खेल्नु हस् होइन हामी खेलौँ मिसा खेल्दैन तिमी र म खेल्नु गर्नु त यहाँ हेर्नुहोस् सिधा पुला खाँदैन 5 मिनेट Pulau yo ni. साना तर पुरै हुन्छ के साना आउ ल ले म ठिक लाम या देवालाई परेन नुनुले ल्या मलाई फुल देऊ न म पनि ले मलाई फुल देऊ न त Siapa आ ni? नु या नि ले मलाई फुल दिनु Siapa ni macam tu tu macam tu. फुल ल्याऊ छ ले म यहाँ त्यो सबै देवालाई यहाँ लाएर ले मलाई फुल दिनु अलि जिउ गर्नु दुई हातले दिनु हातमा दिउ कहिले त्यो मलाई ए मानि हुन है भिडियो जारी नै छ जिउ मेट्न है अब स्टाइल तरिकाले पनि Kalau kau namaste ni kan. Nama MD ni Assalamualaikum. के गर्नु भाइ Assalamualaikum. एमडी क्या हामी खेलौँ न हामी खेल्ने क्या बस्नु अब के खानु पर्छ ल बस्नुहोस् बस्नुहोस् भागे मानेन रहेछ नुनु करुवा मान्छेले फोन गर्छ नि या तिम्रो ठाउँमा तिम्रो अर्डर सारै गरेको सानो यहाँ बस्नु मजस्तो गर्नु हुन्छ तिमीलाई आउँला नि यसो गर्नु यसो गरी के गर्नु भएको What is this? मुगु रहेछ त मुगु फ्लेभर पो रहेछ त मुगु नि
भित्र पनि दाना कस्तो छ तिम्रो त नि के हो तिम्रो बाँदरै होला फेरि बस्छ न नाचेर त पिङ्क कलरको दिन भएको भन्छ नि नाचेर बेड भरि जाँदा है फेरि सेम टु सेम कलर भनिरहेको थियो हौ क्या नानीले पालै भालो बिहान दिउँसो कहाँनिर हौ यहाँ माथि यहाँ माथि त्यो रोडको मुनि यहाँ माथि छेउमा यहाँ माथि छेउमा नि छोडिदियो त यता गाडी साडी लिएर मजाले नाची पो दिन्छ दादाले भयो होइन अब भिडियो 26 मिनट 30 पुग्छ भनेको थियो नि त 30 पनि लाग्छ मोबाइल पनि तातिसक्यो अब कुचो बाटो किन अनि अरू हामी खेलौँ न बढाउनु परेन नानु भाइदिएको दिनु पो त नि यत्तिकै राम्रो आजको स्पेसल आज नि बाबु साँच्ची भन्यो भने आज दिनभरि यसले बढाउनु पनि हुँदैन यतिकै हो इसाले नचलाउ त यस्तो गरेर म त माथि घरको पो याद आउँछ माथि मम्मीले पनि यस्तै गर्नु म त घरको चाहिँ होइन यो चाहिँ टिका याद आउँछ टिका लाउनु जाँदाखेरि तिमी यहीँ छु त ल पहिला दसैँको अब उयो त यहीँ बस्छु भन्छ त नानी फेरि बस्ने है मैले फेरि यस्तो भन्छ हामी अहिले आउँछौँ है देउसिरे खेल्नु भनेको होइन हिजो नै मान्छेहरू आएको थियो नाच्नु म पनि आउँछु नि त नाच्नु आउनु तर ननाच्नु है भनेको ननाच्नु अरे आउनु ननाच्नु अरे यो कस्तो चिनेको मान्छेहरू नाच्यो भने मान्दैन मलाई नाच्दै दिँदैन ए त्यही भएर तपाईँ ननाच्नु है म त नाच्ने नाच्यो भने तान्छ नाच्नु आउनु नि नाच्नु दिँदैन त मलाई उसलाई कुन के हुन्छ होइन उसले तान्छ पो त मलाई नाच्नु दिँदैन यो मान्छे त फाल्टै किसिमको सक्यो त छोरी अहिले यता बस्छ त यता बस्छ तिम्रो ठाउँमा कुचा यसरी यसरी भुन्तीको चला निस्किनु थालेपछि क्या फेरि यत्रो के चलेर चाहिँ खानु पर्यो चुप न हजुर चाबी के को चाबी दराजको मैले त्यो टेबलमा राखेको थियो नि त एकैछिन मेरो कोठामा मैले भिडियो बनाउँदैछु क्या अनि खाओस् न खाइदियो सेम टु सेम कलर र अर्कै कलर भेटाउनु भयो कान्छा नज के बुहारीले गएर आउनुहुन्न नि त अनि ढिलो हुन्छ रचना अहिले आउँछ अनि के बेलुका आउँछ तँलाई थाहा छ को जाने भन्दैछ नजा भनेको रचना एकछिन पछि आउँछ नि अब ओके भिडियो यहाँ खतरा बनाएर यसरी यता फर्काउनै बिर्सेछु गफ गर्दा गर्दा
इसो त थाल लिएर आऊ मैले त्यहाँ दुएर राखेको थिएँ चुलामा है बोडीको पनि त्यहाँ राखेको थिएँ मैले फ्रिजमा यो कसैले तिम्रो दोहोरो अहिले यता झोला चाहिँ अर्कै कलर पऱ्यो भाउजू फेरि गर्नु न भिडियो गर्नु है भयो समाप्त हुनुभयो 30 मिनट